नमस्ते साथीहरू। आज म एकदम रियल कुरा गर्न लागेको छु। सायद तपाईहरुको लाइफसँग मिल्न सक्छ, त्यसैले यो अन्त्यसम्म सुन्नुहोला। मेरो नाम टिकाराम मगर। आजको टपिक नेपालमा पैसा कमाउन किन चाहिँ धेरै गाह्रो हुन्छ भन्ने विषयमा म आफ्नै एक्सपिरियन्सबाट बोल्दै छु। मसँग एउटा किराना पसल छ हैन, पसल चलाउँछु। डेली इन्कम हुन्छ तर महिनाको अन्त्यमा हेर्दा पैसा कति गए जस्तो हैन। त्यो सँगसँगै मैले यो किराना पसल सँगसँगै चाहिँ मैले प्लस बाहिरतिर नै काम गर्ने गर्छु। अनि महिनाको अन्त्यमा हेर्दाखेरि चाहिँ पैसै हुँदैन के, पैसाको सेभिङ नै हुँदैन। कहिलेकाहीँ लाग्छ मेहनत गर्छु हैन, बिहानको 5 बजे देखि रातिको 9:30-10 सम्म चाहिँ मेरो मेहनत हुन्छ। मेरो पनि त्यतिकै, अब मेरो परिवारहरुको पनि त्यति नै मेहनत हुन्छ, तर बेकार जस्तो लाग्छ के महिनाको जब अन्त्यमा हेर्दाखेरि पैसा नै हुँदैन हैन। नेपालमा सबैभन्दा ठुलो प्रब्लम के छ भन्दाखेरि इन्कम भन्दा खर्च छिट्टो बढ्छ। रेन्ट, खाना, फ्यामिली रेस्पोन्सिबिलिटी हैन। हामीलाई कसैले सही बाटो देखाउँदैन। यो काम गर्दा राम्रो, त्यो काम गर्दाखेरि राम्रो भनेर कसैले यो सही बाटो देखाउँदैन, सिकाउँदैन के हामीले। यो छ। तर एउटा कुरा क्लियर के छ भन्दाखेरि हार मान्न कहिल्यै हुँदैन। सानो सानो बाटोबाट पनि चेन्ज ल्याउन सकिन्छ के। स्किल जस्तै अब हामीसँग स्किल सिक्ने हैन, साइड इन्कम गर्ने, अनलाइन काम गर्ने, यी सबै कुरा पोसिबिलिटी छन्। तपाईहरुसँग के एक्सपिरियन्स छ कमेन्टमा लेख्नुहोस्। आजको भिडियो यति नै। रियल कुरा मन पर्यो भनेदेखि सब्स्क्राइब गरिदिनु होला। धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। हस्त।